फ्यामिली सम्पूर्णमा दर्शन नमस्ते। सबजना आरामै हुनुहुन्छ होला, म पनि आरामै छु। म चाहिँ गाउँतिर गएको थिएँ। गाउँतिरको 3 दिने बसाइमा केही भिडियोहरू बनाएर हाल्नु मन लाग्यो गाउँको, त्यसैले हाल्दैछु। किरा काटेर अनि चाहिँ गाउँतिरको घर सबै खिचेर हाल्छु भनेर मैले चाहिँ भिडियो बनाउँदैछु। हेर्नु होला, अन्तिमसम्म हेरेर लाइक कमेन्ट गर्नु होला के कस्तो लाग्छ हजुरहरूलाई। चाहिँ भैँसी बाख्रा टन्नै छ गाउँतिर गोठमा, अनि कुखुराहरू पनि छ। यो चाहिँ पुदिनाको चाल हेर्नु होला, कति ठुला ठुला धेरै भएको। यो चाहिँ सानो सानो टमाटरको झाल चाहिँ, यो चाहिँ कागती चाहिँ टन्नै फलेको छ। हेर्नु होला, रस चाहिँ पसेको रहेनछ, अलि सानो सानो नै छ, ठुलो हुँदैछ। अनि सो हेरेँ के फलेछ भनेर बारीतिर गएको। हामी चाहिँ अमिलो पनि फलेछ, कागती पनि। अनि बारीमा मकै बारीमा यस्तो निउरो खोज्नु पऱ्यो भनेर छोरी र म निउरो खोज्दैछौँ बारीमा चाहिँ। हेर्नु होला, निउरो पनि टन्नै रहेछ। छोरी र म भएर निउरो टिप्दैछौँ हामी चाहिँ। यो चाहिँ घरमाको रुख हेर्नु होला। यसलाई चाहिँ के भन्छ नाम चाहिँ भुलेँ, तर खानुहुन्छ यो चाहिँ। सबैजनाले हेर्नु होला, कति रमाइलो छ गाउँतिर। यो चाहिँ सुन्तलाको रुख अनि यता घर हेर्नु होला। धेरै नै रमाइलो भयो 3 दिनको बसाइमा। यो चाहिँ अदुवा र पिँडालु रोपेको बारीमा रमाइलो छ। हामी चाहिँ भैँसीलाई घाँस काट्दैछौँ। यहाँ चाहिँ बारी खाली गरेर कोदोको बिउ छर्ने भनेर बहिनी र म घाँस काट्दैछौँ। घाँस काटेर फेरि निउरो खोज्न जाने हामी चाहिँ। हेर्नु होला, सबैजना भएर निउरो खोज्न गएको। मलाई चाहिँ यो फुल राम्रो लागेर छोरी र मैले फुल टिपेर बस्यौँ। बहिनीहरू चाहिँ निउरो खोज्दै हुनुहुन्छ माथितिर। रमाइलो भयो सबैजना भेट भएर। अनि निउरो खोज्दै हिँड्दा गर्मी भयो। हामी चाहिँ धारासम्म पुग्यौँ। धारामा पुगेर पानी खाँदैछौँ। गर्मी भयो, हातमुख धोएर पानी खानु पर्यो भनेर। पानी पनि त्यस्तै मिठो छ गाउँको। सानो सानो बालपनको याद आउने गरी गाउँतिर चाहिँ धेरै नै घुम्यो। पानी खाएर हामी चाहिँ फेरि निउरो टिप्नलाई माथितिर निस्क्यौँ। हेर्नु होला, बाटोहरू चाहिँ पहिलाकै जस्तै छ अझै पनि, तर धेरै रमाइलो। हेर्नु होला, बहिनीहरू चाहिँ निउरो खोज्दै हुनुहुन्छ। यो चाहिँ कटहरको रुख